जय नेपाल। नेपाली कांग्रेसका देशभरिका साथीहरू जसले हिजोबाट आफ्नो उम्मेदवार बोकेर चुनाव चिन्ह रुख बोकेर मतदाताहरूको घर घरमा गएर हाम्रो पार्टीको बारेमा हाम्रो उम्मेदवारको बारेमा बुझाउँदै मत मागिराख्नु भएको छ। सबै साथीहरूलाई एकछिन अडिएर मेरो यो कुराहरू सुनिदिनको लागि म आग्रह गर्छु। मैले बितेको 2 हप्तामा करिब 40 जिल्लाका सयौं साथीहरू भेटेँ। पार्टीको साथीहरू भेट्दै गर्दा मलाई एकदम खुसी लागेको छ, किन मैले भेटेका धेरै साथीहरूलाई मैले एकदमै उत्साहित पाएँ। नेपाली कांग्रेसको बदलिएको सोच, बदलिएको शैली, यी सबै कुराहरू लिएर हामीहरू मतदाताको बीचमा जान सक्छौँ भन्ने एउटा भरोसा पनि मैले पाएँ। यो हाम्रो लागि धेरै उत्साहित बनाउने कुरा पनि हो। तर कांग्रेस बदलिएको भन्ने जुन कुराले तपाईँलाई आश्वस्त बनाएको छ, हाम्रो अगाडिको अबको च्यालेन्ज भनेको यो कुरालाई हामी मतदाताको बीचमा कसरी पुर्याउँछौँ। नेपाली कांग्रेस बदलिएको भन्नुको अर्थ के हो, यसमा हामी लामो व्याख्या दिन सक्छौँ, तर सम्झिने कुराहरू थोरै हुन्छ। त्यसैले मतदाताको बीचमा 4वटा कुरा मात्र भन्नु छ यसलाई। पहिलो, यो बदलेको नेपाली कांग्रेसले इतिहासमा गौरव गर्छ। सङ्घर्षका ती दिनहरू, सङ्घर्ष गरेका ती पात्रहरू प्रत्येकलाई बडो गौरवको साथ स्मरण गर्छ, त्यसबाट प्रेरणा लिन्छ। चाहे त्यो 7 साल हो, चाहे 46 साल हो, चाहे 62 साल होस्, तर यो त्यहाँ अडिएर बस्दैन, अड्किएर बस्दैन। यसले आजको समस्या बुझ्छ, सम्बोधन गर्छ, जरा यसको फैलिएको छ, तर यसको दृष्टि भविष्यतिर छ। जसरी 7 सालको कांग्रेसले 7 सालभन्दा अगाडिको लागि बाँचेको थिएन, त्योभन्दा अगाडिको नेपाललाई बाँचेको थियो, 2082 सालको कांग्रेस पनि हिजोबाट प्रेरणा लिन्छ, तर 2084 हेर्छ, 88 हेर्छ, 2090 हेर्छ, यसले भविष्यतिर हेर्छ। दोस्रो कुरा, यो बदलेको नेपाली कांग्रेस पार्टीले सत्ताको लागि, सरकारको लागि सिद्धान्तसँग सम्झौता गर्दैन। सरकारमा पुग्नको लागि वा सरकारमा टिक्नको लागि जस्तो सुकै नाजायज सम्झौता पनि गर्दैन। यसले बरु भुइँमा बस्छ, सरकारभन्दा बाहिर बस्छ, तर सम्झौता गर्दैन। सिद्धान्तमा अडिएर बस्छ, पवित्र भएर बस्छ। तपाईँले बताउने दोस्रो कुरा यो। तपाईँले बताउने तेस्रो कुरा, यो बदलेको नेपाली कांग्रेसले अब चुनाव अगाडिको भागभण्डाको राजनीति मात्र होइन, यसले कुनै अर्को ठाउँमा जहाँ भागभण्डा अवैध छ, चाहे त्यो संवैधानिक संस्थावाला, अड्डावाला, अदालतवाला, कहीँ भागभण्डा गर्दैन। जहाँ पार्टी आउनु हुँदैन भन्ने छ, कानुनले पार्टीलाई वर्जित गरेको छ, त्यहाँ यो जाँदैन। यसले ती सबै ठाउँहरूलाई पवित्र राखेर छोड्छ। यो कुरा बताउनु होला। तपाईँले बताउने चौथो कुरा भनेको, यो बदलेको नेपाली कांग्रेस पार्टीका प्रत्येक कार्यकर्ताले, खास गरी अझ माथिल्लो तहमा रहेका प्रत्येक नेताले, भोलि कोही प्रधानमन्त्री, मन्त्री, सांसद जो जति ठुलो ओहदामा जान्छ, त्यसले त्यति नै बढी उच्च नैतिकता प्रदर्शन गर्नुपर्छ। राजनीति पेसा होइन, सेवा हो, हाइएस्ट लेभल अफ इन्टिग्रिटी। तर सँगसँगै त्यो एफिसियन्सीको कुरा पनि छ, पर्फर्मेन्सको कुरा पनि छ, डेलिभरीको कुरा पनि छ। अब को कहाँबाट आयो, कसले के गरेर आएको भनेर होइन, कसले के गरिरहेको छ, के गर्न सक्छ भन्ने आधारमा नेपाली कांग्रेस पार्टीभित्र मूल्याङ्कन हुन्छ। यसको आधारमा प्रतिस्पर्धा हुन्छ। यो पार्टीभित्र पुरानो अनुभव पनि हुन्छ, नयाँ युवाहरूको जोस पनि हुन्छ। सबैले ठाउँ पाएर सबैको पार्टीबाट अगाडि बढ्छ। यो 4वटा कुरा कम्तीमा पनि यो हो बदलिएको कांग्रेस भनेर तपाईँले बताउनु पर्नेछ। यो बदलिएको कांग्रेसले हामी नेपाल बदल्छौँ भनेर भनेका छौँ। नेपाल बदलिने कुराको सबै फेरिस्तालाई हामीले हाम्रो प्रतिज्ञा पत्रमा लिपिबद्ध गरेका छौँ। त्यसका एउटा कुरा तपाईँ पढ्न सक्नुहुन्छ, बताउन सक्नुहुन्छ। तर फेरि यहाँ पनि सम्झने कुरा थोरै हुन्छ। तर यहाँ पनि 4वटा कुरा कम्तीमा तपाईँले बताउनुपर्छ। पहिलो कुरा, जेनजी विद्रोह मार्फत व्यक्त गरिएको खास कुरा के थियो? भ्रष्टाचारबाट मुक्ति, सुशासन चाहिए भन्ने कुरा थियो। यो 5 वर्ष भ्रष्टाचारको सन्दर्भमा यो नेपाली कांग्रेस पार्टीले यति निर्ममतापूर्वक यसलाई अन्त्य गर्ने गरिकन काम गर्छ। तपाईँ जिम्मा लिएर यसको बारे बताउन सक्नुहुन्छ। र सुशासनको सन्दर्भमा पनि त्यही हो। तर भ्रष्टाचार निर्मूल गर्ने भनेको नारा लगाएर होइन। यसका निम्ति हाम्रा संस्थाहरू कसरी बलियो बनाउने, कानुनहरू कसरी बनाउने, यी सबै कुराको बारेमा तयारी गरेर आएका छौँ हामीहरू। सुशासन भनेको ठुलो शब्द मात्र होइन। भनेको बेलामा मल पाउने कुरा होला, वा लाइसेन्स लिँदै गर्दा घुस नदिनुपर्ने कुरा होला, घर अगाडिको सडक समयमा बन्ने कुरा होला। यी सबै सुशासनका मानकहरू हुन्। यी सबै कुराहरूका बारेमा सङ्कल्प र तयारी गरेर आएको नेपाली कांग्रेस छ। भ्रष्टाचारबाट मुक्ति र सुशासन भएको देश, यसको ग्यारेन्टी तपाईँले गर्नुपर्नेछ। 2, यो बदलेको नेपाली कांग्रेसले प्रत्येक सेक्टर, चाहे त्यो इकोनोमी होला, चाहे त्यो सूचना प्रविधि होला, शिक्षा होला, स्वास्थ्य होला, कृषि होला, खेलकुद होला, पूर्वाधार होला, प्रत्येक क्षेत्रमा यो 5 वर्षभित्र डे 1बाट के गर्ने, कसरी गर्ने, यसले के परिणाम दिन्छ, त्यो गर्नको लागि स्रोत साधनको व्यवस्थापन कसरी गर्ने,
सम्पूर्ण तयारी गरेको छ। यो रातारात अहिले केही दिनभित्र गरेको होइन। प्रोजेक्ट गभर्मेन्ट भनेर वर्षौँदेखि यसमा यसले काम गरेको कुरालाई अहिले पार्टीले अन गरेको छ, यसले यसको आधार बनाएको छ। त्यसले यो 5 वर्षभित्र प्रत्येक सेक्टरमा देख्न सक्ने, छुन सक्ने, बुझ्न सक्ने, फिल गर्न सक्ने चेन्जेस आउँछ भन्ने कुराको तपाईँले ग्यारेन्टी गर्नुपर्नेछ। तेस्रो कुरा भनेको हामीसँग अहिले नेपालको संविधान छ। यी सङ्कल्पहरू पुरा गर्नको लागि नेपाली कङ्ग्रेसले संविधानमा टेकेर गर्छ। यो संविधानका मूल्य र मान्यताहरू छन्, चाहे त्यो नागरिकको स्वतन्त्रता होला, चाहे यसले विविधतालाई स्वीकार गरेको कुराहरू होला, चाहे नागरिकका मौलिक हकहरू होलान्, महिला, दलित, आदिवासी जनजाति, अल्पसङ्ख्यकका हक अधिकारको कुराहरू होलान्। यसले मास्दैन, यसले थप विस्तार गर्छ। पहिचान भेटिने, द्वन्द्व मेटिने भन्ने नाराका साथ यसले आफ्नो कामहरू अगाडि बढाउँछ। तर यो कन्स्टिट्युसनभित्र 10 वर्षको अनुभवको आधारमा बदल्नुपर्ने केही कुराहरू छन्। यी कुराहरूलाई सबैको बिचमा समझदारी गरेर बदल्छ। र चौथो र महत्त्वपूर्ण कुराहरू भनेको यो नेपाली कङ्ग्रेसले नेपाल बदल्दै गर्दा के कुरामा भ्रम राख्दैन भने यो कुनै एउटा व्यक्ति वा एउटा पार्टीले गर्न सक्ने कुरा होइन, चमत्कारको कुरा होइन, ओभरनाइट हुने कुरा होइन। यसको लागि टिम इफोर्ट चाहिन्छ। यो नेपाली कङ्ग्रेस टिम प्लेयर हो। यसले 6743 वटा 753 वाला पालिका 7 वटा प्रदेश सरकारसँग मिलेर काम गर्छ। प्राइभेट सेक्टर, कम्युनिटी सबैसँग मिलेर काम गर्छ। नेपाल बाहिर बसेको नेपालीहरूलाई यससँग जोड्छ। नेपालका मित्र राष्ट्रहरू, नेपालका छिमेकीहरू सबैसँग यसले मिलेर काम गर्छ। सबैको एफोर्टबाट नेपाली कङ्ग्रेस पार्टीले यो 5 वर्ष नेपालले जुन लामो समयदेखि जुन छटपटाट छ, प्रगतिको छटपटाट छ, विकासको छटपटाट छ, यो छटपटाटलाई, यो भोकलाई मेट्ने गरिकन काम गर्छ। यो कुरा तपाईँले ग्यारेन्टी गएर तल नागरिकहरूको बिचमा, मतदाताहरूको बिचमा यो कङ्ग्रेसको ग्यारेन्टी हो भनेर तपाईँले बताउन सक्नुपर्छ, बताउनुपर्छ। किनकि यो कङ्ग्रेस गर्ने कन्भिक्सन लिएर आएको छ। कङ्ग्रेसको यो लिडरसिपको यसको बारेमा क्ल्यारिटी छ, कमिटमेन्ट छ। यो 4वटा कुरा बताएर तपाईँले 5औं कुरा भनेको फागुन 21 गतेको चुनावमा नेपाली कङ्ग्रेसलाई मत माग्नुपर्छ। ती मतदाताहरू जसले योभन्दा पहिला रुखमा मतदान गर्नुभएको छ, ती मतदातालाई गएर भेटेर तपाईँले एकपटक भन्नुहोस्। रुख चिन्ह केवल चिन्हको कुरा मात्र होइन, हाम्रो आस्थासँग जोडिएको विषय हो। यो धेरै सङ्घर्षबाट यो रुख चिन्ह, योसँग जोडिएका हाम्रो भावनाहरू, धेरै सङ्घर्ष योसँग जोडिएको कुराहरू छ। कुनै बेला रुखमाथि नेपाली कङ्ग्रेस झन्डा फहराउन पाइएन हामीले, डरले, मारिएला कि भन्ने डरले, कहिले राज्यबाट, कहिले विद्रोहीबाट। तपाईँहरूमध्ये कतिजना आफै त्यो अनुभव गरेर आउनुभएको छ, ती मतदाताले त्यो अनुभव गर्नुभएको छ जसले सिरानी मुनि रुखको चिन्ह 4 तारे झन्डालाई पट्याएर राख्नुभएको थियो। ती मतदातालाई गएर भन्नुहोस्, यो पटक तपाईँले नेपाली कङ्ग्रेसलाई मतदान नगर्नुपर्ने एउटै कारण पनि छैन। कुनै अलमलमा नपर्नुहोस्, कुनै भ्रममा नपर्नुहोस्। अन्य मतदाताहरूलाई भन्नुहोस्, तपाईँले हिजो नेपाली कङ्ग्रेसलाई मतदान गर्नु भएन, किन तपाईँको नेपाली कङ्ग्रेसमा गुनासाहरू थिए। तपाईँकै गुनासोलाई सम्बोधन गरेर आएको छ नेपाली कङ्ग्रेस। अहिले आफूलाई बदलेर मात्र आएको छैन, देश बदल्ने सङ्कल्प र योजना लिएर आएको छ। र तपाईँको अगाडि आएर भन्दैछ, मैले हिजो के गरेँ भन्ने आधारमा मेरो मूल्याङ्कन नगर्नुहोस्। म आज कहाँ उभिएको छु र म कुन बाटो जाँदैछु भन्ने आधारमा मूल्याङ्कन गर्नुहोस् भनेर भन्दैछ। तपाईँ त्यो युवाहरूलाई गएर भेट्नुहोस्, तिनलाई गएर भन्नुहोस्। यो युवाहरूको विद्रोह पछाडि त्यो विद्रोहको आवाजलाई सुनेर कुनै नाफाघाटा नगरिकन मलाई के होला भन्ने नसोचिकन बदलेर आएको पार्टी कुन हो? नेपाली कङ्ग्रेस पार्टी हो। नेपाली कङ्ग्रेस पुरानो पार्टी मात्र होइन, यो हिसाबले सबभन्दा नयाँ पार्टी पनि हो, जसले नौजवानहरूको कुराहरू सुनेको छ। हामीले उठाएर आएको जोखिम, हाम्रो पार्टी सदस्यता खारेज हुँदा पनि होस् बरु, तर यो युवाहरूको आवाज सुन्नुपर्छ, देशलाई भ्रष्टाचार मुक्त बनाउनुपर्छ, सुशासनयुक्त बनाउनुपर्छ। यो गर्नुको लागि पहिला पार्टी आफू बदलिनुपर्छ भनेर त्यो रिस्क उठाएर आएको यी मतदाताले तपाईँले बताउनु पर्नेछ। विदेशमा रहेका परिवारका सदस्यहरूलाई, मतदाताका परिवारका सदस्यलाई तपाईँले बताउनु पर्नेछ। खोजी खोजी तपाईँले यहाँबाट टेलिफोन गरेर भन्नुपर्नेछ। तपाईँको परिवारलाई भन्नुहोस्, अबको नेपालमा तपाईँ एकपटक फर्किएपछि यहीँ बसौँ लाग्ने नेपाल बनाउने सङ्कल्प गरेर योजना बनाएर आएको नेपाली कङ्ग्रेस छ। त्यसले म पार्टीका सबै साथीहरूलाई अनुरोध गर्छु, तपाईँले एकपटक एकछिन अडिएर सोच्नुहोस्, यी मैले भनेका विषयहरूलाई आफ्नो विषय बनाउनुहोस् र अगाडि जानुहोस्। चुनाव 2 ठाउँमा भइरहेको छ, एकातिर सामाजिक सञ्जालमा छ, एउटा तल ग्राउन्डमा छ। तपाईँले देखिराख्नु भएको सामाजिक सञ्जालमा ठुलो नोइज छ, कोलाहल छ। त्यो कोलाहलमा नहरौँ, त्यो कोलाहलमा नभड्क्यौँ पनि, नबरालियौँ पनि। त्यो कोलाहललाई चिर्नुपर्छ हामीले। त्यो कोलाहललाई चिर्नका निम्ति कसैको यो नचाहिने आलोचना हामीले गर्ने होइन, यो नकारात्मक राजनीति हामीले गर्ने होइन। तर तथ्य हाम्रो पक्षमा छ, सत्य हाम्रो पक्षमा छ। कम्तीमा त्यो कुरा त लिएर हामी जाउँ। तपाईँ बोल्नुपर्छ, लेख्नुपर्छ, तपाईँका कन्टेन्टहरू आउनुपर्छ।
आफ्ना बारेमा हाम्रा कुराहरू भनौँ, हाम्रा बारेमा उठेका प्रश्नहरूको उत्तर दिउँ, तर सँगसँगै अरूलाई प्रश्न पनि गरौँ। आलोचना नगरौँ तर प्रश्न गरौँ। तपाईँलाई मेरो अनुरोध छ यो। तर सामाजिक सञ्जालको जति महत्त्व छ त्योभन्दा पनि अझै बढी महत्त्व तपाईँको खुट्टाको छ। पार्टीका साथीहरूलाई मेरो अनुरोध छ, प्रत्येक एकजना साथी कम्तीमा पनि 5 वटा घर पुगिदिनुहोस्। प्रत्येक एकजना साथीले कम्तीमा पनि अर्को 5 जना मतदातालाई भेट्नुहोस्। हामीसँग अझै 16 दिन बाँकी छ। यो 16 दिनमा एकजनाले प्रत्येक दिन 5 जना मतदाता भेट्दै जानुहोस्, कुरा सुन्नुहोस्, प्रश्नको उत्तर दिनुहोस्। उहाँहरूको बिचमा कुनै भ्रम छ भने तपाईँ उल्टो उहाँलाई प्रश्न गर्नुहोस्। कुनै सोच बनाउनु भएको छ भने एकपटक खोतल्नुहोस्। तपाईँले थाहा पाएको तथ्यहरू राखिदिनुहोस् र गएर भनिदिनुहोस्, संवाद गर्नुहोस्। यो हाम्रो सबभन्दा ठुलो शक्ति हो। हामी यतिकै सडकमा हिँडेर नारा लगाएर मात्र पनि हुँदैन। हामीले सामाजिक सञ्जालमा लेखेर मात्र हुँदैन, सामाजिक सञ्जालमा लेख्नुपर्नेछ, भिड्नुपर्नेछ, आफ्नो कुरा राख्नुपर्नेछ, भ्रमहरू चिर्नुपर्नेछ, तर घर घरमा गएर, कोठा कोठामा गएर, आँगनमा गएर संवाद पनि गर्नुपर्छ, कुरा पनि सुन्नुपर्नेछ। यो अरू कसैले गर्न सक्दैन, तपाईँले गर्न सक्नुहुन्छ। त्यसैले मेरो प्रिय साथीहरू, तपाईँलाई तपाईँको साथीको रूपमा, पार्टी सभापतिको रूपमा म यो आह्वान पनि गर्दैछु, अनुरोध पनि गर्दैछु। मलाई साथीहरूले बोलाउनु भएको छ, माया गरेर सबै क्षेत्रमा बोलाउनु भएको छ। मसँग लिमिटेड समय छ, मेरो निर्वाचन क्षेत्र पनि नयाँ छ, धेरैको मतदाताहरूको बिचमा मलाई पुग्नु छ। बाँकी रहेको समय म कोसिस गर्छु सकेसम्म बढी ठाउँमा आइपुग्ने, तर सबै ठाउँमा आइपुग्न सक्दिनँ। म बनेर तपाईँ जानुपर्छ, उम्मेदवार बनेर तपाईँ जानुपर्छ, किनकि यो नेपाली कांग्रेस पार्टीको लागि एउटा रेगुलर निर्वाचनको कुरा मात्र होइन। हाम्रो अगाडि एउटा ठुलो अवसर आउँदैछ। यो 5 वर्ष हामीले खेर नफाल्ने हो। जसरी हामीले 2015 सालमा काम गर्यौँ, जसरी हामीले 2048 सालमा काम गऱ्यौँ, ती काम गरेको बेलाको असल कुराबाट सिकेर, ती बेलाका कमजोरीबाट पनि सिकेर 82 सालदेखि 87 सालसम्मको 5 वर्षलाई हामीले नेपालको लागि सबभन्दा यादगार 5 वर्षहरू बनाउने हो। यो 5 वर्षमा धेरै कुरा सुधार्ने हो, तर एउटा कुरा बताउनु पर्नेछ, हामीलाई सुधार चाहिएको छ। तर सुधार सँगसँगै हामीलाई एउटा यस्तो शक्ति चाहिएको छ जसले यसलाई सम्हालेर पनि लिएर जान सकोस्। सम्हाल्न सकेनौँ भने सुधारको भोग भएर मात्र हुँदैन, सम्हाल्न सक्ने त्यो योग्यता र क्षमता पनि हामीले राख्नुपर्छ। हामी राख्छौँ त्यो। हाम्रो तर्फबाट नागरिकका बिचमा हाम्रो प्रतिज्ञा हो, अब नेपालमा कुनै अर्को भाद्र 23 र भाद्र 24 आउँदैन। कुनै नियत नागरिक सरकारको गोलीबाट मारिनु पर्दैन, सिंहदरबार जल्दा पनि जल्दैन। हामी यो दुर्घटनामा नेपाललाई नपारिकन नागरिकहरूको सुशासन होस्, भ्रष्टाचार मुक्ति होस्, सबै क्षेत्रमा सुधार होस् भन्ने चाहनालाई पुरा गर्ने सङ्कल्प, योजना, त्यो पनि तथ्य र प्रमाणका आधारमा भएका योजनाहरू, एउटा कमिटमेन्ट लिएर आएका छौँ। यो कुरा तपाईँले, मेरो कुरा, पार्टीको यो कुरा प्रत्येक मतदाताको बिचमा पुर्याइदिनु पर्ने छ। 16 दिन बाँकी छ। प्रत्येक दिन एउटा पार्टीको सदस्यले 5 जना कम्तीमा पनि अर्को मतदातासँग संवाद गर्ने, सबै उमेर समूहसँग संवाद गर्नुपर्ने छ। 16 दिन बाँकी छ। योजना, यो हाम्रो प्रतिज्ञा हो, धेरै कुरा सुधार्ने हो, तर एउटा कुरा बताउनु पर्नेछ, हामीलाई सुधार चाहिएको छ। तर सुधार सँगसँगै हामीलाई एउटा यस्तो शक्ति चाहिएको छ जसले यसलाई सम्हालेर पनि लिएर जान सकोस्। सम्हाल्न सकेनौँ भने सुधारको भोग भएर मात्र हुँदैन, सम्हाल्न सक्ने त्यो योग्यता र क्षमता पनि हामीले राख्नुपर्छ। हामी राख्छौँ त्यो। हाम्रो तर्फबाट नागरिकका बिचमा हाम्रो प्रतिज्ञा हो, अब नेपालमा कुनै अर्को भाद्र 23 र भाद्र 24 आउँदैन। कुनै नियत नागरिक सरकारको गोलीबाट मारिनु पर्दैन, सिंहदरबार जल्दा पनि जल्दैन। हामी यो दुर्घटनामा नेपाललाई नपारिकन नागरिकहरूको सुशासन होस्, भ्रष्टाचार मुक्ति होस्, सबै क्षेत्रमा सुधार होस् भन्ने चाहनालाई पुरा गर्ने सङ्कल्प, योजना, त्यो पनि तथ्य र प्रमाणका आधारमा भएका योजनाहरू, एउटा कमिटमेन्ट लिएर आएका छौँ। यो कुरा तपाईँले, मेरो कुरा, पार्टीको यो कुरा प्रत्येक मतदाताको बिचमा पुर्याइदिनु पर्ने छ। 16 दिन बाँकी छ। प्रत्येक दिन एउटा पार्टीको सदस्यले 5 जना कम्तीमा पनि अर्को मतदातासँग संवाद गर्ने, सबै उमेर समूहसँग संवाद गर्ने। यो जिम्मेवारी यो भिडियो मार्फत मैले तपाईँलाई सुम्पिएँ। यो जिम्मेवारी तपाईँले पुरा गर्नुहुन्छ भन्ने विश्वास राख्छु। यो निर्वाचन पछाडि पार्टीका विषयहरूमा हामी बसौँला, छलफल गरौँला, कुराकानी गरौँला। म सबै कुराको लागि तयार छु, सबैलाई समेटेर लिएर जान तयार छु। सबै कुरा मेरो लागि एक्सेप्टेबल छ, एउटा कुरा मात्र मेरो लागि एक्सेप्टेबल छैन। पार्टीको सदस्य भएर पार्टीको उम्मेदवारलाई असहयोग गर्ने कुरा, रुख चिन्हप्रतिको तपाईँको अनकन्डिसनल सपोर्टको कुरा तलमाथि हुने कुरा भने पार्टीको मेम्बरका निम्ति तलमाथि गर्ने कुरा एक्सेप्टेबल हुँदैन। बाँकी सबै कुरा एक्सेप्टेबल छ। तपाईँका सबै प्रश्नका लागि तयार छु। म तपाईँसँग बसेर सल्लाह गर्न, संवाद गर्न, काम गर्न तयार छु। अहिले यति नै भने तपाईँलाई एउटा जिम्मा दिएको छु मैले प्रत्येक सदस्यलाई। 4वटा कुरा पार्टी बदलिएको विषयका सन्दर्भमा, 4वटा कुरा यो पार्टीले देश कसरी बदल्छ भन्ने कुराको आधारमा
पाँचौं कुरा, नेपाली कांग्रेसको लागि मत। यो फागुन 21 गते चुनावमा रुख चिन्हको लागि मत माग्ने जिम्मेवारी तपाईँलाई सुम्पेको छु। विश्वास छ तपाईँले जिम्मेवारी पूरा गर्नुहुन्छ। धन्यवाद। जय नेपाल।